गुड मर्निङ फ्रम सौराहा। टक्क म चाहिँ कफी इन्जोय गर्दा यहाँ केटाहरूले हानिरहेको छ कफी। टक्क हाम्रो साथले चाहिँ खतरा गेम लिएर आएको छ यहाँ, नाम देखाइदेऊ न। टक्क पनिसमेन्टहरू हुन्छ। अनि अब चाहिँ हामी के गर्न जाँदा रोयल, के एक्टिभिटी छ र हाम्रो? क्यानोइङ गर्न जाँदा छ हामी। रेडी भइसकेका छौँ हामी, अब निस्किन लाग्छौँ हामी। रेडी होइन केटा हो? तिमी एक्साइटेड होला नि? होइन छैन तिमीले भनेर गर्न लाग्यो त्यो। अब हामीलाई पिक गर्न मन लाग्छ नि, हामी जानेवाला छौँ। हामी आइसकेका छौँ, यहाँबाट हामीलाई पिक गर्छ। अब हाम्रो दादाको साथीहरूले आइसकेको छ, उसलाई भेट्न। ल खै त बिस्कुट एउटा खुवाइदिइहाल नि त। दिदी बिस्कुट छ? ल हाम्रो आइसकेको छ अटो, अब निस्किन आँटेको हामी। यस्तै गइरहेछौँ हामी। के छ केटा हो? क्यानोइङ सफारी है हाम्रो। दामी छ हाम्रो राइड। के भन्नु साथी? My friend just flew from Australia a few days ago. He's our vlogger right now. दामी छ नि। ल वी हेभ रिच्ड हियर है, क्यानोइ पोइन्ट। यस्तो हुँदो रहेछ है। पहिला स्कुलबाट गर्दा चाहिँ अर्कै ठाउँ ल्याए जस्तो लाग्यो, खै धेरै वर्ष अगाडि हो, बिर्सिसक्यो। यसमा कुर्सी राखेर जानुपर्छ, यो चाहिँ अहिले यत्तिकै छ। ल केटाहरू चाहिँ जान थालिसक्यो, आयुष काले बसिसक्यो त्यहाँ। ल अब म पनि बस्छु। सही छौँ है चाहिँ हामी चाहिँ एकदम पाइमै हुन्छ। त्यसपछि पैदल यात्रा सुरु भयो हाम्रो यात्रा। फर्स्ट आवरमै ल्याएर बाघ देखाइदिउँ भाइहरूलाई भनेको, भाइहरू ढिलो भएर होइन होला नि त। साइडमा गएपछि चाहिँ यता राइट साइडमा क्रोकोडाइल घाम तापिरहेको छ। यहाँनिर मासमा गयो, याद गर्नुभयो? यो मरो त ठुलै पो रहेछ त। अलि घोरले नै छ यो, ट्याक्क मजाले बसिरहेछ घाम तापेर। आहा दाइ कुन खोला हो अरे यो? ढुङ्ग्रे खोला। ढुङ्ग्रे खोला यो चाहिँ अहिले हामी बगिरहेको एरिया चाहिँ तपाईँको कुमरोज मध्यवर्ती र जनकौली मध्यवर्तीको बिचमा छ। हजुर। अलि अगाडि गएर हामी राष्ट्रिय निकुञ्जसित पनि टच हुन्छौँ। अलि अगाडि गएर एउटा सानो इचर्नी खोला आएको छ उताबाट, त्यहाँ गएर मिक्स हुन्छ। अनि तल सौरा ड्याम साइड गएर राप्तीसँग मिक्स हुन्छ यो चाहिँ। त्यसपछि उता राप्ती। राप्ती सनसेट दामी देख्ने ठाउँ होइन? हजुर, हिजोबेलुका दामी सनसेट भएको थियो। म सफारीबाट आउँदै गर्दा गेस्टहरूलाई पुऱ्याउनै भ्याइएन। हामी आउँदा पनि राम्रो देखिरहेको थियो। पुग्नु भ्याइन्थ्यो, अब गेस्टहरू आएन। पहिला होटल जाने भन्नु थाल्यो। सोल्टी त जाइन रहेछ, भर्खर निस्केको रहेछ। भर्खरै निस्क्यो। रमाइलो भइरहेछ, पानीको फ्लो नि बढेछ अहिले अघि नै भन्दा। यस्तो टर्न गर्नु अगाडिको यो चाहिँ सकेको छ। अब हामी वाकिङ जर्नी सुरु यहाँबाट। बन्द गर्नु चाहेको छ चल्दैछ है, हाम्रो चाहिँ हिँड्दैछौँ। यता हाम्रो पनि ए सरी जङ्गल। के रहेछ कि दाइले सोध्छु म। दाइ यो के हो? यो पहिला रोयल फ्यामिलीहरू आएर बस्ने, रोयल फ्यामिलीकै हो यो होटल गैँडा वाइल्ड क्याम्प भन्ने। हजुर। पहिला चाहिँ अब रोयल फ्यामिलीहरू आएर बस्ने, राणाहरू आएर बस्ने होटल हो क्या। अहिले अब राजा गएपछि यो सबै भित्रको होटलहरू बन्द गरेर चलाउन दिएको छैन। हजुर। अनि अब यो जिउँडा भएर बस्यो। यो छोडेको नि 17-18 वर्ष भइसक्यो। तर यो पहिला चाहिँ होटलमै आफ्नै होटलमा आएर बसेर चाहिँ जनावरहरू हेर्ने एरिया हो कि यो। टाइगर ट्रफ, गैँडा वाइल्ड, सिजेल, सुनाचुरी यो सबै पहिला नेसनल पार्कभित्रको होटलहरू हो। हजुर ठुलो छ। के हो दाइ यो स्परेड डियरको सिङ। हजुर, यिनीहरूको अब बेला चेन्ज भइरहन्छ यो।
तर एकदम ह्याप्पी हुन्छ देख्दाखेरि मलाई लाइट देखिन्छ तर ह्याप्पी हुन्छ फलाम जस्तै ऊ बेला नै दाइ ऊ बेला त्यति पर्ने लगभग कति वर्ष अगाडिको कुरो दाइ यो लगभग 30-40 वर्ष अगाडिको कुरो हो त्यो बेला त्यतिमा बस्थे यिनीहरू यहाँ होइन अब यो छोडेकै लगभग 18-20 वर्ष त भइसक्यो होइन भइसक्यो ड्यामेज हेर्दै भइसक्यो सबै कुराहरू अस्ति 5-7 वर्ष अगाडिसम्म थियो 3-4 जना स्टाफहरू यहाँ सरसफाइको लागि राखिरहेको थियो पछि चलाउनै नदिने भएपछि अनि छोड्यो चलाउन नि पाएन केही कुरो यहाँबाट लानु पनि पाएन बन्द हुनुको कारण नेसनल पार्क अब जनावरलाई जग्गा कमी भयो खास बन्द गरेको पनि ठिक छ एक किसिमले धेरै नै भयो अब लामो हुन्छ सबै नै भत्केछ यो अहिले चाहिँ तर तिनीहरूको लाइफस्टाइल अर्कै थियो रहेछ क्या यस्तो ठाउँमा है टक्क बसेर दामी पारामा यहाँ भने फेसिलिटी थियो होला क्या दाइ त्यही बेला है ल यस्तो एट्याच बाथरुम त्यो स्ट्रक्चर बिग्रे पनि यसो हेर्दा बारहरू जस्तो टक्क छ यस्तो ठाउँबाट ल बसेर चाहिँ आराम चेयर रिल्याक्स चेयरमा बसेर टक्क ड्रिङ्क्स खाने वरिपरि अगाडि आगो जनावरहरू अवलोकन गर्ने अब यो चेयरमै उम्रिसकेपछि के उम्रेको छ पहिले लाइफस्टाइल चाहिँ अर्कै रहेछ क्या तिनीहरूको अहिले हेर्दा नि है मेरो जस्तै हो त्यो लाइफस्टाइल मिल्दो रहेछ ल त्यो बेलाको नै स्ट्रक्चर यस्तो भएर ट्याक्क एट्याच बाथरुमहरू राजा भने राजै हो क्या त्यो लगभग 2-3 सय स्टाफ यो चाहिँ के हो अरे दाइ पाइड हर्नबिल भन्छ होला अर्को यो हात्ती बस्ने घरहरू हो यो पहिला यो होटल सञ्चालन हुँदाखेरि हात्ती राख्ने घरहरू हो यो अहिले पछि हात्ती यहाँको बेच्दै धेरै वर्ष राखेर अहिले जब यो भत्काइरहेको छ जङ्गली हात्ती आएर फेरि रोनाल्डो भन्नेले ए पछि खोज्न आएको थियो नाम त्यस्तै हुन्छ बसन्त कली के हुन्छ क्या नाम ठुलो हुन्छ यहाँ पनि छ रोनाल्डो हात्ती भए उसको नामै रोनाल्डो जङ्गली हात्तीको नाम चाहिँ रोनाल्डो जङ्गली हात्तीको नाम पनि हुन्छ जङ्गली हात्तीको नाम रोनाल्डो धुर्बे मकुना गोविन्दे भन्ने सबै जङ्गली हात्तीको नाम हो छ यहाँ लगभग 60-70 वटा छ नेसनल पार्कमा तर यो एरियामा त्यस्तो विधि आउँदैन एउटा हात्तीको लाइफ स्प्यान कति हो दाइ अब 70 to 80 भन्छ कुनै अब हेल्दी हात्तीहरू 100+ पनि हुन्छ मेजर यहाँ खाने चाहिँ के हो दाइ हात्तीहरूले खाने घाँसहरू त निकै छ लुरी घाँसहरू रुखै छ खाने त घाँसै हो भाँदिन्छ हात्ती पनि त हेर्दाखेरि पनि त हात्ती जस्तो हुन्छ नि त यहाँ जङ्गी देखिन्छ नि त म त यति नजिक पराएको छु रोनाल्डोसित त झन् रोनाल्डो अब अरू हात्तीहरू भन्दा अलिक शान्त हो तर बलियो सबभन्दा ठुलो हात्ती नै त्यही हो तर मान्छेको लागि त्यस्तो बेसी एग्रेसिभ चाहिँ होइन त्यो सफारी जाने क्रममा अलिकति नजिक भेट्यो भने त्योसित खासै फरक पर्दैन अर्को धुर्वे भन्ने चाहिँ एकदम बदमास हो त्यो चाहिँ सफारी गएको अथवा मान्छे हिँडेर गएको देख्ने बित्तिकै त्यो चाहिँ अट्याकिङमा आइहाल्छ तर रोनाल्डो त्यस्तो किरे चाहिँ आउँदैन भित्र होटल जाने एन्ट्रान्स चाहिँ यस्तो रहेछ पहिला हामी नाइट वक आउँदाखेरि विदेशी पर्यटकहरूलाई ल्याएर यत्रो छ क्या प्रपर्टी यत्रो हिँडेर हामी ठुलो रहेछ प्रपर्टी चाहिँ ठुलो जुगाले हानिदिइसकेको छ यहाँ धेरै के हो त यो स्टेबल मात्रै हो एल्फिन स्टेबल हो पुरै मेल हात्तीहरू मात्रै छ यहाँ करेन्ट फेन्स रहेछ यिनीहरू चाहिँ बेलुका चाहिँ अन गरिदिनु रहेछ सोल्टीहरू छ त्यहाँ के हो दाइ नामहरू छ यिनीहरूको नाम राखेको हुन्छ यिनीहरूको नाम हुन्छ अब एउटा यति लक्ष्मणहरू जस्तो लाग्यो हाम्रो चाहिँ आधारको नोटमा भएको छ नि हात्ती हात्ती हो त्यो मध्येको एउटा यो हो बहादुर गज हो त्यसको नाम चाहिँ बहादुर गज यो लक्ष्मण भनेपछि यिनीहरू त खतरा रहेछ होइन नोटमै रहेछ यिनीहरूको फोटो ट्वेन्स हो नि त ए अब वर्ल्डमा ट्वेन्सको रेकर्ड छैन नि त यहीँ मात्रै हो नि त ए हो र फर्स्ट रेकर्ड सर्भाइभर यत्तिको हेर्न पायो है हामीले चाहिँ ट्विन्स रहेछ केटाहरू चाहिँ यो रहेछ
यहाँ मात्र छ अरे वर्ल्डभरि केटाहरू चाहिँ खतरा रहेछ हस्पिटल वाइल्डलाइफ हस्पिटललाई हो यहाँ एउटा एनिमलहरू जङ्गलमा फेला पऱ्यो भने त्यसलाई रेस्क्यु गरेर ल्याउने उपचार गराउने अनि उठाएर राख्ने उपचार सन्चो भएपछि अनि वाइल्डमा छोडिदिने कति कति राख्छ कति हुन्छ यो खै कति छ अब यो केलाएर गिलो छ यो त है गिलै हो यो केलाउने हो नि त यो साफ गर्ने हो नि त यो सबै फाल्ने रुद्राक्षको दाना त यो भित्र छ नि कति मुखे हुन्छ एक साफ गरेर हेरेपछि एक मुखी होइन एक मुखी त यस्तो चेप्टो खाले हुन्छ यो कति हो 5 मुखी 6 मुखी 7 मुखी हेरौँ त्यसलाई साफ मस्त खाँदैछ केटाहरूले चाहिँ आनन्दले ट्याक्क यहाँ बसेको छ पालुवा जस्तै छ क्या चाहिँ क्यानोइङ सकेर चाहिँ हामी रुममा आएको छौँ अब यहीँ खाना खाइदिउँ भनेर आज बाहिर भन्दा नि अब यहाँ रोयल दोस्ले पनि चिन्ने ठाउँ हो अब यहीँ खाना खाइदिउँ न भन्ने कुरो भएर हामी चाहिँ यहाँ आएको छौँ केटाहरूको चाहिँ फर्स्ट टाइम थियो क्यानोइङ फोन गर्दैछ घरमा ए चितवन हो अब आज एकदम बिजी मान्छे हो हिजो उता यो नभएर पसल चलेन अरे त्यहाँ पोखरा जाने कस्तो भयो क्यानोइङ जङ्गल वाक झन् मजा आयो एक्सपिरियन्समा चाहिँ त्यो पुरानो त्यहाँ राजाहरूको होटेलदेखि लिएर भित्रवाला त्यो पनि हेर्न पायो त्यो चाहिँ दामी भयो क्या अहिले चाहिँ सबै भत्काएको रहेछ त्यो अहिले नै पार्ट देखिसक्नु भयो होला तपाईँहरूले खान जान लाग्यो अब अनि यो भ्यू चाहिँ चितवनबाट यति दसैँ तिहार बिचमा भएर यत्तिको क्लियर भएर चाहिँ देखिरहेछ यहाँ खाना आइसकेको छ हाम्रो ठ्याक्क साथीले त सुरु हानिसक्यो अर्को साथीले पनि सुरु हानिसक्यो अब यति खाएर चाहिँ हाम्रो आजको के एक्टिभिटी गर्ने भन्ने चाहिँ डिस्कस हुन्छ गर्मी बढिसक्यो पहिला चाहिँ दाल भात पावर 24 आवर हानौँ है त ओके साथी कोसँग स्विमिङ हान्ने रे लेट्स सी यहीँ छ मिस्टर गैडा